हेलो हेलो तपाईँहरूलाई स्वागत छ सफ्ट भ्लगमा। आज म जाँदैछु एउटा कार्यक्रममा अनि त्यसको लागि चाहिँ म रेडी हुँदैछु। कार्यक्रममा मेरो चाहिँ म कार्यक्रम चलाउनको लागि जाँदैछु, त्यसैले पनि अलिकति राम्री भएर जाउँ न त भनेर लागेको। अहिले म कस्तै हुन्छ फाइनल लुक्स देखाउँछु ल। फाइनल्ली म रेडी भएँ अनि त्यसपछि म्याचिङ भएर म्याचिङ भएर त के हुनु, अलि म्याचिङ लाएर चाहिँ अब म जाँदैछु कार्यक्रममा। त्यति धेरै मेकअप चाहिँ मलाई मन पर्दैन, म हल्का अलिअलि गर्छु। हाय, अब कार्यक्रम कस्तो हुन्छ तपाईँहरूले हेर्नु होला, म कार्यक्रमको भिडियो पनि हाल्छु है त। म अब कार्यक्रममा जाँदैछु अनि कार्यक्रममा गइसकेपछि चाहिँ कार्यक्रमको भिडियो हाल्छु। म चाहिँ कार्यक्रम सुरु हुने प्रतीक्षामा छु, बसिरहेको छु। अब केही छिनमा कार्यक्रम सुरु हुन्छ, यहाँ देख्न सक्नुहुन्छ खाली छ पुरै, अहिले भरिनु हुन्छ एकैछिनमा। अनि यता पनि हेर्नु है, त्यहाँ बसेर बोल्ने हो अनि यस्तो छ यता। म पुरा कतिखेर सुरु गर्ने भनेर बसिरहेको छु। आज त मक्केदार डान्सहरू हुनेवाला छ, हेर्दै गर्नु होला डान्सहरू कस्तो हुनेछ। सबै भिडियो चाहिँ म खिच्न पाउँदिनँ होला है, तैपनि कुनै ओहो ल साना नानीहरू आइसक्नु भएको छ, कति दामी भएर रिहर्सलको लागि आउनु भएको होला। हेर्नुहोस् त ल हेर भाइ बहिनीहरू पुरा तयारी गरिरहनु भएको छ। बहिनीहरू विशेष त जुन समयमा सकाउने भनेर अगाडि बढेका थियौँ, त्यो समयभन्दा निकै पछि गएका छौँ। आजको लागि धैर्य गरिदिनु हुन आग्रह गर्दछु म, किनकि हामी प्रस्तुति हेर्न र दिन भनेर आएका छौँ। धेरै समयदेखि यही प्रस्तुतिका लागि तयारी पनि गरेका छौँ। त्यो तयारीलाई यतिकै जान पनि दिनु भएन, त्यसैले हेर्नुपर्छ। सहभागी हुनुभएको सम्पूर्णलाई धैर्य गरिदिनु हुनको लागि आग्रह गर्दछु। यसपछि हाम्रो मोम्स ग्रुप 9 to 10 ग्रुपको समय रहेको छ, उहाँलाई तयारी अवस्थामा रहनको लागि आग्रह गर्दछु। त्यसपछि कथक कम्पिटिसन छ, सिनियर ग्रुप र इन्टरमिडिएट ग्रुपको दुईटा कम्पिटिसन छ। त्यहाँबाट कम्पिटिसनबाट को विनर हुनुहुन्छ भनेर आज हामीले छान्नेछौँ, त्यसैले धैर्य गरिदिनु होला। धन्यवाद सहभागी र म्यामलाई यो सम्मान पत्र ग्रहण गर्नुभएकोमा। र म मम्स ग्रुप 9 to 10 को मम्स ग्रुपलाई आफ्नो प्रस्तुति दिनका लागि हार्दिक अनुरोध गर्छु। कार्यक्रम सकिसकेछ अनि कार्यक्रम सकेपछि चाहिँ यस्तो हालतमा छु।
खाजा खाना आएको ओके, तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो